साथीहरु नमस्कार। आजको यस भिडियोमा चाहिँ मैले के विषयमा डिस्कस गर्न गइरहेको छु भन्दाखेरि अलि समय पहिला चाहिँ मैले जस्तै बाहिर जानु हुँदैन, नेपालमै केही गर्नुपर्छ भन्ने खालको भिडियो बनाइराखेको थिएँ हैन। अनि अहिले चाहिँ के भन्छु भन्दाखेरि आई स्टिल त्यही कुरा भन्छु हैन, नेपालमै सकेसम्म केही गरौँ किनकि यहाँ जस्तो फ्रिडम अरु कुनै पनि ठाउँमा छैन र यहाँ जस्तो चयन कुनै पनि ठाउँमा छैन। हामीले हेर्ने हो भने आफ्नो देश भयो हरेक तरिकाले हामी स्वतन्त्र छौँ, यो कुरा त सत्य हो। तर फाइनान्शियल पार्ट हेर्ने हो भने, आर्थिक पक्षहरू हेर्ने हो भने जति पनि मान्छेहरूले बिजनेस गरिराख्नु भएको छ, जति पनि मान्छेहरूले लोन लिएर कुनै फर्म खोल्नु भएको छ, कुनै पनि इन्डस्ट्रीमा लगानी गरिराख्नु भएको छ, त्यसमा चाहिँ राम्रो रिटर्न आउन सकिरहेको छैन। त्यसैमाथि चाहिँ तपाईको जहाँबाट उसले लोन लिएको अथवा फाइनान्स एरेन्ज गरेको भनौँ हैन, फन्डिङ एरेन्ज गरेको हो, त्यहाँको इन्स्टिट्युटहरूले चाहिँ त्यो व्यक्तिलाई चाहिँ एकदमै पेलिराख्ने र अनि प्लस अर्को साइडमा व्यापार बिजनेसहरू एकदमै डाउन भएको कारणले गर्दाखेरि अहिलेको सिचुएसन चाहिँ त्यति चाहिँ सहज चाहिँ छैन नेपालमा हैन। तर मलाई के लाग्छ भने पर्सनल्ली, तर यो सिचुएसन चाहिँ सधैँभरि यस्तै रहिराख्दैन, किनकि अब आउने 5 वर्ष 7 वर्ष 10 वर्षसम्ममा त सिचुएसन त केही न केही त चेन्ज होला नि। अब भनौँ पोलिटिकल लिडरहरूले गर्न सक्नु होला नसक्नु होला त्यो आफ्नै ठाउँमा छ, तर स्पन्टेनियसली पनि जुन समयक्रमसँगै हुने विकास हो त्यो विकासले गर्दाखेरि पनि अलिकति चेन्जेस चाहिँ आउँछ जस्तो लाग्छ मलाई चाहिँ। त्यही भएर तपाईहरु हतारिनु भएको छ, आत्तिनु भएको छ भने चाहिँ नआत्तिनु, धैर्य धारण गरेर बसौँ हामी सबैजना मिलेर, केही चाहिँ राम्रै हुन्छ जस्तो लाग्छ मलाई। किनकि एउटा वर्स्ट सिचुएसनमा गइसकेपछि, एउटा त्यो डिप्रेसनको फेजमा गइसकेपछि फेरि त्यो रिकभरी भएर अनि फेरि त्यो राम्रो फेजमा जान्छ नि त हामीले इकोनोमिक साइकलमा अध्ययन गरे अनुसार चाहिँ। सो त्यसैले गर्दाखेरि नआत्तिउँ, तर तपाईलाई आफ्नो सिचुएसन हेर्नुस्, आफ्नो अवस्था हेर्नुस्, अवस्था कस्तो छ त्यो अनुसार चाहिँ तपाईले डिसिजन लिनुभयो भने चाहिँ त्यो चाहिँ तपाईँ अब्रोड गए पनि राम्रै हुन्छ र तपाईँ नेपालमै बस्नुभयो भने पनि त्यसरी सोचेर तपाईले डिसिजन लिनुभयो भने चाहिँ त्यो एकदमै बेटर हुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। थ्याङ्क यू।